Welcome to my YouTube channel. HAKQ12. Hello, good morning. So, आज हाम्रो डे 2 को यात्रा सुरु हुनेछ पङसङ सिमलामाने आहानानो अजानो पङसङ अनि बेना हिजो रातिको बसाइ कस्तो भयो हिजो रातिको बसाइ कस्तो भयो मलाई ठिक लागेन कसरी ठिक लागेन कसरी ठिक लागेन उदय बेना छ उदय दाइ छ अब चाहिँ हाम्रो यात्रा सुरु जान लागेको अब चाहिँ हामी जान लागेको तुम अन्जे हेर्छ हाम्रो दुईजना मान्छे हराएको छ होइन भर्खरै ओ बेना कहाँ दुईजना मान्छे हरायो हाम्रो भर्खरै कहाँ हरायो थाहा छैन खोजे छ टिटी बोर्डङ लाम ममे त्यहाँ रहेछ त मान्छेहरू त लाइट आज फेरि हाम्रो यात्रा सुरु भइसकेको छ होइन ऊ त्यहाँ छ बेना त्यहाँ छ यस्तो छ बबल छ नि ठाउँ हेरी बेना आज यात्रा कस्तो भइरहेछ बिन्दास छ आज टार्गेट कहाँ हो हाम्रो आज मजेतको टार्गेट त्यहाँ छ दाइ टुरिस्ट बसिन्छ हाम्रो बसिन्छ भनेको खै कतिखेर बस्छ फर्स्ट टाइम हो सबजना यस्तो बबल छ नि अब एकछिन थकाइ मार्नु पर्ने अवस्था आइसकेको छ किनकि अब बेनाहरू दाइहरू अझै आइपुगेन त्यही भएर अब टक्क झोल मेरो चाहिँ झोला नि चुटेर तनाव छ के गर्नु सक्दैन नि के गर्नु हने आशाउ यस्तै अब बुढा मान्छेहरूसँग हेरेपछि यस्तै हो अब फेरि लिन जानु पर्ने भयो म त लिन जानुला मेरो झोला चाहिँ त्यहाँ छोडिराखेको छु म चाहिँ अहिले बेना अनि दाइले लिइरहेको के हो अब यस्तै हो अब बुढो मान्छेहरूसँग हेरेपछि यस्तै त हो नि के गर्ने अब लिन जानु पर्यो फेरि यता त्यहाँ गर्नु पर्यो अब आउँदैन त खुयै त्यहाँ बसिरहेछ अब के गर्नु त बिर्काएछ म चाहिँ यहाँ दाइ र भेनाले लिन आएको बुढो मान्छेहरूसँग हिँडेपछि यस्तै हो अब टाढा पुगेर नि लिन आउनुपर्छ के हो सक्दैन अब भेना यता बस्दैछ
那到底用。老板给开多少钱？마사오에 잠깐만 봐요, 마사오. 정리 먹으니. 우리가 뭐 여기까지 걸어다니네요. 저 끝나고 샀어, 저는. 거기 대다기는 커버됐지. 어디 비주로. म यतिखेर चाहिँ एक करोडको चस्मा लगाएर बोल्दैछु होइन गाइस यो चाहिँ मैले नबुझेको कुरा चाहिँ खासमा यो हाम्रो गाउँपालिकाले अलि यो बाटोघाटो चाहिँ राम्रोसँग बनाइदिनु पर्ने थियो हाम्रो खनिवास गाउँपालिकाका उपप्रमुख अध्यक्षहरूले होइन यो चाहिँ एउटा पर्यटन स्थल नै हो नि त यस्तो दामी दामी ठाउँ छ यस्तो दामी दामी ठाउँ छ होइन तर खासमा नेताहरूले नबुझेको भनौँ हाम्रो जनताले नबुझेको नेताले कहाँबाट राम्रोसँग मान्छेले भोट हाल्नु पाउँछ हालेन के गर्नु त अब त्यसमा मेरो नि गल्ती होला हाम्रो नेपाली जनताहरूको गल्ती नि छ अब नेताहरूलाई मात्र भनेर नि हुँदैन होइन क्या त्यहाँ हेर्नु न क्या त्यहाँ हेर विभागहरू हाम्रा पालिकाका उपमेयर प्रमुखहरूले बुझ्नुपर्छ यो कुराहरू यस्तो राम्रो पर्यटन ठाउँलाई बाटोघाटो चाहिँ अलि व्यवस्थित हुनु पर्यो होइन अनि यो झारलङका वडा अध्यक्षहरू नि अब यस्तो जनताहरूलाई अलिकति भयो नि खुसी दिन सक्नु पर्यो यसरी हिँड्नुपर्छ बाटो यस्तो छ अनि कहाँबाट हुन्छ त अनि नेपाललाई पर्यटन स्थलले बनाउने भनेर चाहिँ यस्तो बाटोमा चाहिँ हिँडाउन चाहिँ भएन नि त तार होइन अब यस्तो बाटोमा हिँड्नुपर्छ के गर्नु त गाइस अनि टुरिस्टले यस्तो बाटोमा कसले हिँड्छ अब हामी पो नेपाली पढ्यो अब योहरू जस काठको मात्र सिटी हो ढुङ्गाको हुनुपर्ने ठाउँमा काठको बनाइदिन्छ के गर्नु गाइस त्यही भएर मैले भनिरहेको छु अघिदेखि खै विकास कहाँ चाहिँ हाल्छ के यो खनिवास गाउँपालिकाका प्रमुख उपप्रमुखहरूले अब यस्तो ठाउँहरूमा हाल्नु पर्यो कि खासमा अब यो अलि बढी नै बोलाए जस्तो लाग्ला होइन तर बोल्नु पर्ने बाध्यता नै छ कि फेरि के गर्नु त यस्तो ठाउँहरू छ बबाल ठाउँहरू छ अनि तिमी कहाँको म पनि कहाँको हामी आज मजेदमा भेट्नु पर्छ टुङ टुङ बबाल ठाउँमा आइपुग्यो क्या खासमा अब चाहिँ दामी छु यस्तो बबाल ठाउँ छ कन टिम यहाँ चाहिँ पहिला बर्खेत थियो अरे बिर्जेत भएछ अरे कसरी बनाइदिन ल कसरी चाहिँ बनायो कि ल पहिला वे प्युर चेत मोलो वे तंगो फिरी पिर्चेत तजुए फिरी पिर्चेत तजुए फेरि ब्रिजेत तनुए तेरे यहाँ अझ मेरो बर्जेत थिएन म फेरि यहाँ त चिठी बिग्दा हो स्कुलले गभर्मेन्ट नजिक वे ब्रिजेत पनि बिर्बिल वे ब्रि आउँदैन वे बर्जेत तारम जे अब त्यो त भेनाको गल्ती हो नि त बिर्चेत लेख्नु पर्ने ठाउँमा बर्जेत लेखिदियो त त्यही स्कुलको नामै फेर्न त भयो नि त हामी फेरि फेरि खाइदिनु भयो तेरो त्यहाँ बर्जेत थिएन त्यो तपाईँको एउटा गल्तीले त्यो स्कुलको नामै फेर्न त अलिक गलत नै हो यो त सरासर
अपमान गरे जस्तो भयो नि त फेरि हैन घर अपमान भयो दङ्गो पाम धेरै बस्नु के कोही बहिनी बस्नु दङ्गो फर्स्ट गिर्जे दङ्गो के तेरे त उरुजी तेरे ब्रिजे दङ्गो पंगा ब्रिजे दङ्गो नि र हराएको थियो हामी पढ्दाखेरि नि र झुन्डेको थिएन अनि त हैन त्यो हो कुरो हिमाल मङ्स्याउने वे त्यहाँ थियो अब बादलले के गर्नु मान्छेको दुश्मन चाहिँ ठाउँ ठाउँमा हुन्छ भने यही होला आज फेरि बादलले नि दियो नि दनक दियो अब यो माथि हिँड्नु पर्ने अरे फेरि भाइ के हो ओकालो ओडाली गर्दै जिन्दगी बित्दैछ पिडा नै छ यो चाहिँ फेरि यो खासमा अब गर्लफ्रेन्डलाई पिन्नु पर्ने थियो ओइलाउला भन्ने डरले फेरि टिपेन मैले अब गर्लफ्रेन्डलाई अब होम डेलिभरी गरिदिनु पर्ला अब के हो यसरी हिँड्नुपर्छ अब के गर्नु अब अघिदेखि भने हो भिडियो धेरै भने जस्तो होला भेना भिडियो दाइ भिडियो यसरी हिँड्छ सर्टकट बाटो खोज्छ के हो सक्दैन नसक्ने भयो यो संसार के भन्ने अब यो संसार अब बेना के भन्नु छ हाम्रा खानेबाज गाउँपालिकाको उपप्रमुखहरूलाई के भन्नु छ हैन यसो 2 शब्द जाओस् न त मुन्डो लुकाउने हैन कि भेना कस्तो यार सबै चिल हो के हो उपप्रमुख र प्रमुख पनि चिलेउमै पर्यो के भन्ने खासमा फेरि गल्ती त हाम्रै थियो भोट दिइहाल्यो के हो हजुर अब के अब मान्छेलाई फेरि चाहिने डोय हो अब भोटको बेलामा अलिअलि कोप्सा फाल्दा रहेछ अनि सकिन के हो शिक्षा सस्तै अब विद्युत बाटोघाटो चाहिँ अलि म चाहिँ सोच्नुपर्छ हाम्रो खानेबास गाउँपालिकाका प्रमुख उपप्रमुखहरूले अब फेरि मनै उठ्नु पर्यो भने बाध्यता हुन्छ फेरि कसैले सक्दैन एकपटकको चस्मा लगाएपछि के हो सक्छ त अब हामी यस्तो ठाउँमा आइपुगेको छौँ कहाँ आइपुग्यो भन्ने थाहा छैन मजेत भन्छ अब फाइनली अब मजेत आइपुगिसक्यो हामी तल्लो मजेत आइपुग्यो उद्या गाईहरू नि रहेछ अब गाईहरूसँग अब लुगामारी खेल्छौँ हामी एकछिन त्यही हो उता दाइ र भेना आउँदैछ उता फेरि भेना छ यो गोडहरू हो यो चाहिँ बाबा बज नि धेरै महँगो छैन यो त याकहरू फेरि याक गोठालो जाँदा लाएको माया काठमाडौँ जाँदा भुलेछ सेरदुङ जाने बाटो त्यो गोठबाट यस्तो छ
Bye.